Nyentung di sensi nangke pyogi keyik la tuknang nangke tsangma la jemyang pyogi rikshung chezi kangne ngatu tele shugiye ta tering lopchen nishu tsadyumba tsataiswa part lopchen nishu tsadyumba re ani ta tering kenan chola kharim motor shuya isana mingshi root letter a consonant root letter ki chela aki ko yi na ani khandes log gi yeme the kola kamel shuya yi aba kune एउटा अक्षरको पछाडी लास्टमा चाहिँ अन्तिममा हाकीको इ जोडेको छ भने त्यतिखेर कसरी उच्चारण गर्ने The lesson 27th is about a root letter which is added with hakiku yi. If hakiku is added, how should we pronounce it? That is what we are going to learn. So here, ka hakiku yi, ka hakiku yi, ka hakikui becomes ka imaginary dengbo and and pronounce it bit prolonged, bit stretched. For example, ka ha kikui ke ka ha kikui ke ka ha kikui ke अलिकति तन्काउनु पर्ने ka ha kikui ke ka ha kikui ke. Every time you see hakikui added to a root letter, it is of technically book of dawa or dawa's book. So basically it is apostrophe s or of. र नेपालीमा भन्ने हुन्छ को पिछाडी हाकीको इ जोडेको चाहिँ को र पढ्दाखेरि का हा खिको इ के का हा खिको इ के का हा खिको इ के का हा खिको इ के. अब त्यसरी नै अब यो तपाईहरुले सिकिसक्नु भएको छ. नयाँ चाहिँ के छ, पिछाडी हाकीको इ जोडेको छ भने चाहिँ कसरी उच्चारण गर्ने. अरु सबै पहिले सिकिसक्नु भएको हो. का यतक्या हाकीको इ के का यतक्या हाकीको इ के. अब मनमा के राख्नुपर्छ भन्दाखेरि पिछाडी हाकीको इ छ भने चाहिँ यसले इमेजिनरी डेङ्बो एड गर्नु मात्रै नभएर अलिकति तन्किन्छ. का यतक्या हाकीको इ के का यतक्या हाकीको इ के
का यता क्या हा खिको यी के। अब यहाँ तपाईँ आज प्रथमपल्ट हेर्नु हुँदैछ भने अगाडिको लेसन नम्बर 1 देखिको तपाईहरुले सिक्नु भएन भने झट्टै यो सतवा पाठदेखिको सिक्छु भन्ने त्यो एकदमै असम्भव हो। का यता क्या हा खिको यी के। यो मैले लोजिकली तपाईहरुलाई बुझाउँदैछु, सँगसँगै बानी पनि बसाउनु पर्छ। का यता क्या हा खिको यी के झट्टै भन्नु सक्ने चाहिँ कसरी हुन्छ भन्दाखेरि धेरैपल्ट सुनेर मात्रै भन्नु सक्नुहुन्छ र एकपल्ट होइन 2-3 पल्ट हेर्नुहोस्, तपाईले पनि त्यसरी भन्नुहोस्। का यता क्या हा खिको यी के, का यता क्या हा खिको यी के भन्दै। All these are nothing new. What I am teaching today is if ha kiku yi is added to a root letter, at that time how should we pronounce it? This is the only new thing. नयाँ यही मात्रै हो। यो सबै पहिले सिकिसक्नु भएको, यो सबै यो पछाडिको हा किकु यी मात्रै नयाँ हो। का र त ट, का र त ट हा खिको यी टे, का र त ट हा खिको यी टे। इमेजिनरी डेङ्बो जोडेर चाहिँ अलिकति तन्काउनु पर्ने। का र त ट हा खिको यी टे, टे। का ल त ला, का ल त ला हा खिको यी ले, का ल त ला हा खिको यी ले। का ल त ला हा खिको यी ले, हा खिको यी ले एकर जोड्छ र अलिकति तन्किन्छ। अब यहाँ के देख्नु हुँदैछ, 1 2 3 देख्नु हुँदैछ। लास्टको चाहिँ हा खिको यी जोडेको छ। का चाहिँ रुट लेटर हो, भन्नु मतलब यो प्रिफिक्स हो। बाओ का हा खिको यी के। तपाईलाई थाहा नै छ यो अगाडिको साइलेन्ट बस्छ भनेर। बाओ का हा खिको यी के, बाओ का हा खिको यी के, बाओ का हा खिको यी के। पछाडि हा खिको यी देख्यो भने चाहिँ उच्चारण गर्नुपर्ने यो र यसको अगाडि यदि कुनै अक्षर छ भने त्यो चाहिँ साइलेन्ट हो भनेर बुझ्नु पर्यो। बाओ का हा खिको यी के, बाओ का हा खिको यी के, बाओ का हा खिको यी के। ख र त ठ हा खिको यी ठे, ख र त ठ हा खिको यी ठे, ख र त ठ हा खिको यी ठे। अब यहाँ के देख्नुमा आउँदैछ, पछाडि हा खिको यी जोडेको छ र गालाई रतक जोडेको छ। रतक केही न केही जोडेको छ भने त्यसको अगाडिको अक्षर चाहिँ साइलेन्ट हो भनेर हिजो हामीले सिकिसकेको हो। दाओ ग र त ड हा खिको यी डे, दाओ ग र त ड हा खिको यी डे, दाओ ग र त ड हा खिको यी डे। अब हाम्रो 40 दिनको हिउँदोको क्लास समाप्त हुनु आँटेको छ र कतिजना विद्यार्थीहरूले अब ध्यान दिनु छोडेछ। अब सक्ने बेला 1 हप्ता मात्रै छ। अब 1 हप्ताको भित्र तपाईहरुले ध्यानपूर्वक तपाईहरुले सिक्नु भएन भने यो 40 दिनमा पढ्नु सक्ने हुनु चाहिँ अलिकति साह्रो पर्छ। यत्रो दिन त दुःख गरिसक्यो। अब 1 हप्ता त अलिकति ध्यान दिएर अब पहिलाको रिभिजन पनि हुँदैछ, नयाँ रुल्सहरु जोड्दै जाँदैछ।
जन अलिकति कम्प्लिकेटेड हुँदै जाँदैछ र पनि स्टुडेन्ट्स र विद्यार्थीहरूको बुवा आमाको तर्फदेखिको अलिकति लापरवाही हुँदैछ कि जस्तो मलाई लाग्दैछ र 40 दिनमा पुस्तक पढ्न सक्नु भनेको त एकदमै ठुलो कुरा हो, तर त्यसको लागि अलिकति समय दिएको हुनुपर्छ, बुवा आमाले समय दिएको हुनुपर्छ। कतिजना नानीले चाहिँ बुवा आमाले मोबाइल त हातमा दिँदैन भन्छ, अन्त कसरी सिक्छ उनीहरूले? राततता हाकिकुइते, राततता हाकिकुइते, राततता हाकिकुइते। अब यो एउटा इम्पोर्टेन्ट रुल तपाईहरुले जानेको हुनुपर्ने चाहिँ, यदि पछाडि हाकिकु हि जोडेको छ भने यो रुट लेटर हो, अगाडिको चाहिँ प्रिफिक्स हो। गा दा बा मा आएको छ, माओ था हा खिकु यी थे, माओ था हा खिकु यी थे, माओ था हा खिकु यी थे। अब नियम के बनिँदैछ, पछाडि हाकिकु यी जोडेको छ भने यसले इमेजिनरी टेक्बो ल्याउने र अलिकति यसलाई तन्काउने, त्यति एउटा रुल यो भयो। अर्को रुल चाहिँ के भयो, यसको अगाडिको चाहिँ रुट लेटर हो, यदि यसको अगाडि अर्को एउटा अझै अक्षर छ भने त्यो चाहिँ साइलेन्ट हो भनेर यो नियमदेखिको बुझ्नु पर्यो। माओ था हा खिकु यी थे, माओ था हा खिकु यी थे। सा पता पा, पा यत च, हा खिकु यी चे, सा पता पा, पा यत च, चसम्म भयो। यसले एकर जोडिन्छ र अलिकति तन्काउनु पर्छ। सा पता पा यत च, हा खिकु यी चे, चे। फा यत छ, पछाडि हा छ, यसले एकर जोडिन्छ र अलिकति तन्काउनु पर्यो। फा यत छ हा खिकु यी छे, फा यत छ हा खिकु यी छे। फा रतक ठ, फा रतक ठ, यसले एकर जोडिन्छ। फा रतक ठ हा खिकु यी ठे, फा रतक ठ हा खिकु यी ठे, फा रतक ठ हा खिकु यी ठे। मैले सानोमा टिबेटन सिक्दाखेरि यसरी सिकेको होइन, एकदमै साह्रो पर्यो। किन यसरी उच्चारण गर्नुपर्छ, किन उच्चारण गर्नु पर्दैन, गुरुले चाहिँ बुझाउँथिएन। अब त्यहाँदेखि मैले यसमा कुनै न कुनै नियम चाहिँ लुकेको नै होला भनेर मैले 24 साल रिसर्च गरेर अनि यसरी बुझाउँदैछु। कस्तो सजिलो, पछाडि हाकिकु यी छ भने चाहिँ यसले एकर जोडिन्छ, यसले अलिकति एकर जोड्नु मात्रै नभएर अलिकति तन्किन्छ। यदि छ भने चाहिँ यो रुट लेटर हो, यसको अगाडि कुनै एउटा अक्षर छ भने चाहिँ त्यो साइलेन्ट हो भनेर। कति सजिलो। यहाँ यो रुट लेटर हो, अगाडिको साइलेन्ट। माओ था हा खिकु यी थे, माओ था हा खिकु यी थे। I was not taught this way. This is the system I invented after 24 years of research. You won't see any Tibetan class on YouTube taught in this way. So basically, if hakiku yi is added, we should know that it adds imaginary denbo and it should be stretched a little. Karatata ha kikuyite. And the second rule we see today is
This is the root letter. This Hakikui shows us that this is the root letter. If there is another letter in front of it, it should be prefix and it should not be pronounced. It is silent. Mao ta Hakikui te. Sapatapa payatacha Hakikui che. Sapatapa payatacha Hakikui che. So basically, if you are English speaking student, if you see Hakikui, it's genitive. It shows relation between the first noun and the second noun. For example, house of Tashi, Tashi's house. And then all this, what I'm trying to explain is, if Hakikui is added after a letter, we must know this is the root letter. And if there is another letter in front of it, it is silent because it is one of the prefix. And if you understand this rule, it should not be of any problem for you. Ani paratata Hakikui te. Payatacha Hakikui che. Payatacha Hakikui che. Ta gilsi Hakikui yuna dela tempo yore samgugu yore. Tempo yore samgugu di iya di kerangi kangba ta chenjuk mena Hakikui tigyor. Paratata Hakikui te. Paratata Hakikui te. Te. Bayata ja. Hakikui je. Bayata ja. Hakikui je. Ra Hakikui re. Ra Hakikui re. La Hakikui le. सिक्नुमा सर्टकट कुनै पनि छैन. धेरै पल्ट सुने कुर्नुपर्छ, धेरै पल्ट भने कुर्नुपर्छ. एक पल्ट होइन, दुई तीन पल्ट रिभिजन गर्नुहोस्. भोलिको दिन आउँदाखेरि धेरै नै सजिलो लाग्छ. र हाम्रो हातमा अब एक हप्ता मात्रै छ. तपाईहरुले ध्यानपूर्वक बुवा आमाले पनि नानीहरुले युट्युब देखिको सिक्दैछ कि सिकेको छैन त्यो पनि याद गरिदिनुहोस्. आमा बुवाको तर्फदेखिको नि योगदान हुनु पर्यो. अनि मात्रै हाम्रो यो 40 दिनको विन्टर क्लास सफल हुन सक्छ. शा Hakikui she. बुवा आमाले यो नियम बुझ्नुभयो होला. यदि पछाडि Hakikui छन् चाहिँ यसले एकल जोडिन्छ र अलिकति तन्काउनु पर्छ र जोडेको छ भने यो रुट लेटर हो, अगाडिको चाहिँ साइलेन्ट हो भनेर नानीहरुले तपाईले बुझेर नानीहरुलाई बुझाउनुस्. सा Hakikui she. सा Hakikui she. अब एउटा एक्सेप्सन छ. एउटा एक्सेप्सन छ. त्यो चाहिँ वा Hakikui we. वा Hakikui we. This one is exception. Every time you see ba and Hakikui is never bao Hakikui. No. Every time you see, always read it as wa Hakikui we. Always wa Hakikui we. Wa Hakikui we. Wa Hakikui we.
अरू सबै सजिलै छ एकल जोड्ने अलिकति तन्काउने यसको अझ अगाडि अझै एउटा अक्षर छन् त्यो साइलेन्ट त्यति त हो ओके सर्ट रिभ्यू का हा खिकु इ के का यता क्या हा खिकु इ के तपाईहरुले यो भिडियो तपाईहरुलाई अलिकति फाइदा हुँदैछ लाइक इट गरिदिनुस् कमेन्ट गरिदिनुस् अनि मात्रै कुना कक्षामा भएको बुद्धिस्ट कम्युनिटी जसलाई पुस्तक पढ्ने चाहना हुनेहरूले पनि यो हेर्नु सक्नुहुन्छ त्यहाँसम्म पुग्छ युट्युबले छोड्छ फेबत चिसो नंगलाई केसी खेनाचो दिलो थुकियो ना लाइक इट नंग बाई ना दिख्याप छिमो सच खुक्यो दिनला पैसा लोग दे यो गेम खर्च कर फ्यूजिक दांग नंगबा मंगबो अरे खोंजोला थुबे सुगिरे कुनोंग दे शेजे इंजिक मिंजिक लाइक इट नंगरो नंग का हा खिकु इ के का यता क्या हा खिकु इ के का रता हा खिकु इ टे का लता ला हा खिकु इ ले बाओ का हा खिकु इ के खा रता ठा हा खिकु इ ठे दाओ गा रता डा हा खिकु इ टे रा ता हा खिकु इ ते माओ था हा खिकु इ थे सा पता पा यता चा हा खिकु इ चे फा यता चा हा खिकु इ छे खा फा रता ठा हा खिकु इ ठे बा यता जा हा खिकु इ जे रा हा खिकु इ रे ला हा खिकु इ ले शा हा खिकु इ शे सा हा खिकु इ से but वा हा खिकु इ वे वा हा खिकु इ वे वा हा खिकु इ वे का हा खिकु इ के का यता क्या हा खिकु इ के करता टा हा खिकु इ टे कला तला हा खिकु इ ले बहु का हा खिकु इ के खरता ठा हा खिकु इ टे दो गरता डा हा खिकु इ टे so is this a word? No. What I'm trying to teach you is combination of root letter, subjoint, hakikuyi. At that time, how should we pronounce it? How should we read it? And if you add something on top, and it may form a word. For example, Mao Tha Ha Kikui Te of the age of the world, or something like this, of a horse, of or horse apostrophe s. का हा खिकुई के का यता क्या हा खिकुई के करता टा हा खिकुई टे कला तला हा खिकुई ले बहु का हा खिकुई के करता टा हा खिकुई टे दो करता टा हा खिकुई टे रत तता हा खिकुई टे मौ था हा खिकुई थे सपता पापा यता चाचा खिकुई सपता पापा यता चा हा खिकुई चे फयता चा हा खिकुई चे फरता टा हा खिकुई टे बयता जा hakikui je ra hakikui re la hakikui le sha hakikui she sa hakikui se but wa hakikui we wa hakikui we wa hakikui we ani kena cho tanda pheke kingi yoba ina laptang di YouTube khande chile sina laptang di de khawala yang yoma di nge लोटू चोला खंडेस देशे गबोरे लो निशि चपसी न्यमसी चेचे खंडेस देशे गबोरे दि गुन्से खारे ठांगोरे सनगे तक्से मंगबो चेचे अनि nge tikhi dis sebayi ani kana so tube sebayi inji mitik like nangro na ani sensi nang bala thuchena